धन्यवाद छ मित्र ईश्वरका धनी लक्ष्मी तिवारी म्याम। एउटा डाक्टरले टिचर बनाउन सक्दैनन्, एउटा इन्जिनियरले टिचर बनाउन सक्दैनन्, एउटा वकिलले टिचर बनाउन सक्दैनन्, तर एउटा टिचरले डाक्टर, इन्जिनियर, वकिल, पत्रकार सबैलाई बनाउन सक्छन्। त्यसरी म हृदयदेखि नै सम्मान गर्दछु टिचरहरूलाई। नमस्कार, कम्युनिटी वेलफेयर बडी स्कुलको होस्टेल प्यारेन्ट्स कार्यक्रमका सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यू र ड्यासमा आसन गर्नुभएका सम्पूर्ण अतिथिहरू, यस विद्यालयका फाउन्डर सर, प्रिन्सिपल सर र यस विद्यालयका सम्पूर्ण सरम्याम, विद्यार्थी जीवनमा सिक्ने र भविष्यमा जित्ने लक्ष्य लिएर यस विद्यालयमै पढ्दै आउनुभएका प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरू र यी साना साना विद्यार्थी भाइ बहिनीहरूको तपाईँहरू सुन्दर मम्मी र ह्यान्डसम ड्याडीहरू, स्वीकार्नुहोस् म युवा व्यापारी, मोटिभेसनल स्पिकर, युट्युबर, ट्रेनर, मनोविश्लेषक र हिमालयन लाइफ इन्सुरेन्स कम्पनीका अभिकर्ता रामचन्द्र कार्कीको तर्फबाट यहाँ नमस्कार। आजको यस महत्त्वपूर्ण कार्यक्रममा हजुर आफ्ना साना साना बाबु नानीहरूको उज्जवल भविष्यको लागि विभिन्न ठाउँबाट अर्थपूर्ण समय दिएर जोडिएको तपाईँ सम्पूर्णलाई मेरो व्यक्तिगत तर्फबाट र यस आयोजक संस्थाका तर्फबाट म हार्दिक स्वागत व्यक्त गर्दछु। यस शैक्षिक क्षेत्रको विषयमा धेरै विद्यालयहरू राम्रा छन्, उत्कृष्ट छन्। त्यसमध्ये पनि मैले यस कम्युनिटी वेलफेयर बोर्डिङ स्कुललाई झनै राम्रो, बेस्ट र उत्कृष्ट पाएको छु। किनभने यस कम्युनिटी वेलफेयर बोर्डिङ स्कुलले हाम्रा साना साना बाबु नानीहरूलाई शिक्षा सँगसँगै संस्कार पनि चाहिन्छ भनेर संस्कारसहितको शिक्षा आजको आवश्यकता हो भन्ने नारालाई मध्यनजर गर्दै संस्कारसहितको शिक्षालाई बाँड्दै आइरहेको छ। यस सरस्वती मन्दिरमा हाम्रा साना साना बाबु नानीहरूले गणितको फर्मुला सँगसँगै साइन्सको फर्मुला सँगसँगै जिन्दगीमा कसरी अगाडि बढ्ने, जिन्दगीमा कसरी अब्बल हुने, जिन्दगीमा कसरी सफल हुने जिन्दगीका फर्मुलाहरू सिक्दै आइरहेका छन्। ती हाम्रा साना साना बाबु नानीहरूलाई संस्कारसहितको शिक्षाको न्यानो धाम प्रदान गर्ने यस विद्यालयका फाउन्डर सर, प्रिन्सिपल सर र यस विद्यालयका सम्पूर्ण सरम्यामहरूलाई धन्यवाद स्वरूप सबै अभिभावकको तर्फबाट एक जोडा ताली कम्युनिटी वेलफेयर बोर्डिङ स्कुल परिवारका आदरणीय अभिभावकहरू। एउटा खेल खेलौँ। यस खेल यस्तो छ, हजुरहरूले महत्त्वपूर्ण व्यक्तिको नाम लेख्नु पर्दैछ। म सरस्वती केही व्यक्तिहरूका नाम भनेको छु, हजुरलाई को महत्त्वपूर्ण लाग्छ बाहिरको व्यक्ति पनि लेख्न सक्नुहुनेछ। कापी कलम हुनेले कापीमा टिप्नुहोस्, कापी नहुनेले मनमा नै भए पनि कल्पना गर्नुहोस्। आदरणीय अभिभावकहरू, हजुरहरूले गौतम बुद्धको नाम सुन्नुभएको छ। आदरणीय अभिभावकहरू, हजुरहरूले हाम्रा देशका राजा, देशलाई एकीकरण गर्ने राजा पृथ्वीनारायण शाहको नाम सुन्नुभएको छ। आदरणीय अभिभावकहरू, हजुरहरूले फिल्मको हिरो महानायक राजेश समालको नाम सुन्नुभएको छ। ल, नियम सबैले बुझ्नुभएको छ नि, संसारको महत्त्वपूर्ण व्यक्तिको नाम लेख्नु पर्नेछ। मैले भनेकै व्यक्ति होइन है, फेरि अरू कोही व्यक्ति हजुरलाई महत्त्वपूर्ण लाग्न सक्छ, ती व्यक्तिहरूको नाम लेख्नु पर्ला। आदरणीय अभिभावकहरू, हजुरहरूले लेख्नुभएको महत्त्वपूर्ण व्यक्तिको लिस्टमा कतिजनाले गौतम बुद्धको नाम लेख्नुभयो? हात उठाउनुहोस्। आदरणीय अभिभावकहरू, हजुरहरूले लेख्नुभएको महत्त्वपूर्ण व्यक्तिको लिस्टमा कतिजनाले नेपालका राजा पृथ्वीनारायण शाहको नाम लेख्नुभयो? आदरणीय अभिभावकहरू, हजुरहरूले लेख्नुभएको महत्त्वपूर्ण व्यक्तिको लिस्टमा कतिजनाले नेपालका हिरो महानायक राजेश समालको नाम लेख्नुभयो? आदरणीय अभिभावकहरू, हजुरहरूले लेख्नुभएको महत्त्वपूर्ण व्यक्तिको लिस्टमा कतिजनाले आफ्नो नाम लेख्नुभयो? हात उठाउनुहोस्। कसैले पनि आफ्नो नाम लेख्नु भएन। तपाईँले किन आफ्नो नाम नलेख्नु भएको त? मैले तपाईँलाई संसारको प्रसिद्ध व्यक्ति भनेको छैन, मैले तपाईँलाई संसारको सफल व्यक्ति भनेको छैन, मैले तपाईँलाई संसारको महत्त्वपूर्ण व्यक्ति भनेको छु।
आज हजुरहरू नै संसारको महत्त्वपूर्ण व्यक्ति हुनुहुन्छ। आज हजुरहरू नै महत्त्वपूर्ण व्यक्ति भएर आफूले जन्म दिनुभएका साना साना बाबुनानीहरूलाई उच्च शिक्षाको लागि कम्युनिटी वेलफेयर बोर्डिङ स्कुलमा पढाउनु भएको छ र यस कम्युनिटी वेलफेयर बोर्डिङ स्कुलले पनि काठमाडौँमा पाइने शिक्षा आज हाम्रा साना साना बाबुनानीहरूलाई लालबन्दीमै शिक्षा प्रदान गरेको छ र यी साना साना बाबुनानीहरूको उज्जवल भविष्यको लागि हजुरहरू आज यति चिसो जाडोमा पठक गरिएर भए पनि बस्नु भएको छ। त्यसैले हजुरहरू आज संसारको महत्त्वपूर्ण व्यक्ति हुनुहुन्छ। अब हजुरहरू महत्त्वपूर्ण व्यक्ति त हुनुहुन्छ, तर आफूले जन्म दिएका बच्चाहरूलाई साना साना बाबुनानीहरूलाई होस्टेलमा राखेर पढाउँदा आफूबाट टाढा बस्दा धेरै बाबुहरूको मन दुख्छ होला। बाबुले खाइले खाएन, कतै भोकैको पो बसेका छ कि बिरामीको भयो कि चिसो लाग्यो कि भन्ने विभिन्न भनाइले हजुरहरूलाई दुःख लाग्छ होला। तर हेर्नुहोस् है बाबुजीहरू, हजुरहरूले जन्म दिनुभएको बच्चा भविष्यमा राम्रो होस्, हजुरले जन्म दिनुभएको बच्चाले उच्च शिक्षा हासिल गरोस् र हजुरहरूले जन्म दिनुभएको बच्चाले भविष्यमा नाम दाम इज्जत सम्मान पाओस् भन्ने हजुरहरू सबैलाई आशा छ नि। हो, त्यसैले हजुरहरूले आफूले जन्म दिनुभएको बच्चालाई होस्टेलमा राखेर पढाउनुहुन्छ। हेर्नुहोस् न बाबुजीहरू, होस्टेलमा बसेर पढ्दाखेरि हाम्रा साना साना बाबु नानीहरूले नम्बर 1 टाइम म्यानेजमेन्ट गर्न सिक्दा रहेछ। मैले प्राय विश्वका महान व्यक्तिहरूको मैले जीवनी पढेको छु। उहाँहरू कसरी महान हुनुभएको रहेछ भन्दाखेरि उहाँले समयलाई व्यवस्थापन गर्नु हुँदो रहेछ। त्यही भएर उहाँहरू सफल भएको छ। होस्टेलमा बसेर पढ्ने बच्चाहरूले पनि बिहान कतिखेर उठ्ने, कतिखेर खाजा खाने, कतिखेर पढ्ने, कतिखेर होमवर्क गर्ने, कतिखेर लर्न गर्ने, कतिखेर खाना खाने, कतिखेर सुत्ने, सबै टाइम व्यवस्थापन हुँदो रहेछ। त्यही भएर होस्टेलमा बसेर पढ्ने बच्चाले समयको महत्त्व बुझ्दा रहेछन् र आफूले आफैलाई आत्मनिर्भर गर्न सिक्दा रहेछन्। हामीले हाम्रा घरमा बालबच्चालाई पढायौँ भने हामी आमा बाबाले चाहिँ बच्चाले चाहिने भन्दा धेरै माया दिँदा रहेछौँ। अनि हाम्रै साना साना बाबु नानीहरू आत्तिने मात्तिने पुलपुलिने हुँदो रहेछ। अलि पछि गयो त भनेको पनि टेर्दैन। त्यसैले होस्टेलमा बसेर पढ्ने बच्चाले जिन्दगीमा आउने समस्यासँग समाधान गर्न सिक्दा रहेछन्। आफूले आफैलाई डिसिसन गर्ने क्षमताको विकास हुँदो रहेछ। नम्बर 2, होस्टेलमा बसेर पढ्ने बच्चाहरूले गोल सेट गर्न सिक्दा रहेछ। लक्ष्य निर्धारण गर्न सिक्दा रहेछन्। म अब आउने एक्जाममा कसैमा सफल हुन्छु, अरूभन्दा म कसरी फरक हुन्छु, अबको म 20 वर्ष पछाडि म कुन पोजिसनमा देखिन चाहन्छु भनेर अगाडि नै भिजन बनाउँदा रहेछन् र त्यो पोजिसनमा जानको लागि उनीहरूले पढ्ने रहेछन्। त्यो उनीहरू सफल हुने रहेछ। यसै गरी होस्टेलमा बसेर पढ्नुभएको एकजना व्यक्ति हुनुहुन्छ भारतका राष्ट्रपति एपीजे अब्दुल कलाम। उहाँ पनि होस्टेलमै बसेर पढ्नु भएको थियो। उहाँका मम्मी बुवा उहाँ गरिब परिवारमा जन्मिए पनि उहाँका मम्मी बुवाले उहाँलाई दुःख सङ्घर्ष गरेर होस्टेलमै राखेर पढाउनु भयो र मैले उहाँको जीवनी पढेको थिएँ र उहाँले भन्नुभएको छ जीवनीमा, म होस्टेलमा बसेर पढेकोले मैले जिन्दगीको महत्त्व बुझेँ, मैले समयको सदुपयोग बुझेँ, मैले आत्मविश्वास सिकेँ, मैले म आफूलाई चिन्न सिकेँ। त्यसैले मसँग सीमित साधन भए पनि मैले ठुला ठुला सपना देख्न सिकेँ। त्यही दिनबाट अब्दुल कलामले भन्नुभएको छ, अरूलाई पिट्नु दुःख दिनु मात्र अपराध होइन, भविष्यमा साना साना सपना लिएर बाँच्नु छ भने त्यो अपराध हो। आज हामी उहाँलाई मिसाइल मेन भनेर चिन्छौँ। आज उहाँ लाखौँ करोडौँ व्यक्तिहरूको प्रेरणाका स्रोत पनि बन्नुभएको छ। यस्ता कयौँ उदाहरणहरू छन्। महात्मा गान्धी, नेल्सन मण्डेला, हाम्रा देशका राजा महेन्द्र, रविन्द्रनाथ टाइगोर,
सबै व्यक्तिहरू होस्टेलमै बसेर पढ्नु भएको छ तर उहाँहरू महान हुनुभएको छ। होस्टेलमा बसेर पढ्दाखेरि चाहिँ हाम्रा बाबु नानीहरूले आत्मनिर्भर बन्ने रहेछ, अनुशासनमा रहन सिक्ने रहेछन्, सहनशीलता बढ्ने रहेछ र सकारात्मक सोचको विकास हुने रहेछ। यी गुणहरूले हाम्रा साना साना बाबु नानीहरूलाई भविष्यमा सफल जिम्मेवार महान व्यक्ति बन्ने बाटो देखाउनु रहेछ। जुन एउटा भनाइ छ बाबुहरू, तपाईँ रोटी थालमा राखेर खानुहुन्थ्यो भने त्यो रोटी हातमा राखेर खानुहोस्, तर शिक्षाको लागि त्यो थाल बेच्नु परे पनि बेचिदिनुहोस्, तर त्यो थाल बेचेको पैसाले शिक्षा आर्जन गर्नुहोस् भन्ने भनाइ सहित हजुरहरूले मेरो मोटिभेसनल चिज ध्यानपूर्वक सुनिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद र मलाई मेरो मोटिभेसनल चिज राख्ने नौलो अवसर प्रदान गर्नुभएकोमा आयोजक संस्थापति हार्दिक धन्यवाद व्यक्त गर्दै म मेरो भनाइ सुनाउँछु। हवस् त, नमस्कार, धन्यवाद, थ्याङ्क यू। पक्कै पनि जिन्दगीमा पढेर भन्दा पनि पढेर